यसकारण आमाहरू झुक्किएर पनि तपाईँको श्रीमानको अनादर कहिले नगर्नुहोस्। श्रीमानको कतिखेर मन दुख्छ भन्नुहोस् त, एउटै कुराले हो, अनादर। श्रीमानले खोजेको चाहिँ प्रेम होइन, आदर हो। तपाईँले नानीको अगाडि बुवाको कहिले अपमान नगर्नुहोस्। तिम्रो बुद्धि नै छैन के बाउ तिमी त। दिदीबहिनीहरू अरू पुरुषसँग कहिले तुलना नगर्नुहोस्। तिमीसँगै आएको होइन सिन्सिनेटीमा, ऊ त बुढोले 5 कोठे घर किनिसक्यो त तिमी त केही गर्नु नसक्ने। कहिले पनि तुलना नगर्नुहोस्। तपाईँको श्रीमानलाई परमेश्वरले सुपरम्यान बनाउनु भएको छैन, साधारण मान्छे हुनुहुन्छ। यसकारण तपाईँले आदर गर्नु। जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ मर्नुहुन्छ म मर्नेछु। रुथले भनेको तपाईँलाई याद छ होइन, तपाईँको परमेश्वर मेरो परमेश्वर हो। प्रेम र आदर यदि दुईटा शब्द मात्रै हामीले बुझ्यो भने पनि धेरै परिवार बलियो हुन्छ। यदि तपाईँ श्रीमानलाई आदर गर्नुहुन्छ, परमेश्वरले तपाईँको श्रीमानलाई जुन कामको निम्ति बोलाउनुहुन्छ त्यसको लागि तयार हुनुहोस् र जे परमेश्वरले तपाईँलाई दिनुभएको छ त्यसमा सन्तुष्ट हुनुहोस्। जे घरमा तपाईँ हुनुहुन्छ होला परमेश्वरले भविष्यमा दिनुहुन्छ, ठुलो घर पनि दिनु होला। तर प्रियहरू, अहिले हामी जे छौँ अरूसँग तुलना चाहिँ नगर्नुहोस्, झुक्किएर पनि नगर्नुहोस्। तिमी केही गर्नु नसक्ने, कमाउनु नसक्ने, पैसा कमाउनु नसक्ने, केही गर्नु नसक्ने, त्यस्तो कुराहरू तपाईँले श्रीमानको अपमान गर्नु भने त्यसले जहिले पनि श्रीमानलाई अनादर ल्याउँदछ। यसका दिदीबहिनीहरू, बाइबलले भन्छ आदरको योग्य व्यवहार गर्नु